हाई गाइज वेलकम टु माई मिनी ब्लग मेरो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ म यसरी सानो स्वरले बोल्नु परिरहेको छ किनभने बच्चा सुतेको बेलामा चाहिँ भोइस ओभर गर्न मन लाग्यो कि भोइस ओभर कस्तो गर्न मन लाग्छ तर बच्चा यतिखेर नि बिचमा क्याउ 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 गर्ने भएर मलाई भोइस ओभर गर्ने अल्छी लागेर कति भयो भोइस ओभर नगरेको क्या आज चाहिँ हामी 2-3 दिनको लागि घरबाट बाहिर जाँदैथ्यौँ त्यही भएर बच्चाको सामान र मेरो सामान चाहिँ मैले फर्स्ट अनि आफू रेडी भएर बच्चालाई उठाएँ यस्तो हुसु लागेको थियो त्यो दिन मेरो बच्चा चाहिँ त्यहाँ मैले जिस्काउँदै के चस्मा तल यसरी चस्मा लगाएर हिँड्नलाई मन पर्ने 10 मिनेटमा पुग्ने ट्राफिकसँग हिँडेपछि त आधी घण्टा स्पाइडी भइसक्यो स्पाइडी एकदम स्पाइडीको फेज चलिरहेको छ हजुर भाइ अहिले उसलाई यति स्पाइडरम्यान मन पर्ने फेज छ होइन पछि पनि यत्तिकै मनपर्छ मन पर्दैन थाहा छैन होपफुल्ली नमन परोस् है यस्तो स्पाइडरम्यान बनेर उडे गरेर यो मौसममा के हैन घरमा बस्न परेको भने मलाई स्पाइडरम्यान बनाएर उड्न लाग्छ अनि मलाई चाहिँ म घरमा बस्न परेको भए कति झ्याउ लाग्थ्यो तर जम्प कति गरे जानी भनेपछि चाहिँ यही मौसम पनि कति रमाइलो लागेको के हुँदैन एभ्री टाइम कता न कता ठोकिने लड्ने हिँड्नु मन पर्छ नि त्यही भएर मैले गुडौनी ल्याइन आमा लड्यो अहिले पनि लडिसक्यो ल के हुँदैन ल उठ ठ्याक्कै क्याप्चर खिच्दै थिएँ फेरि आमा भएर पनि हेर न बच्चालाई उठाउने होइन भनेर भन्नु होला मेरो बच्चालाई उठाउनु पर्दैन लड्दाखेरि पनि कस्तो चोटपटक लागेर लड्यो भने पनि त्यस्तो मलाई वेट गरेर बस्दैन कि जराकचुरुक आफै उठ्छ रुन्छ एकछिन अनि मैले नरो डाभिड भनेपछि रुँदैन ट्रेन आउनलाई अझै 10 मिनट बाँकी थियो सो हामी चाहिँ यसरी टाइम पास गर्दै थियौँ मैले स्ट्रासबान आउन कति टाइम थियो नि त अनि त्यसपछि चाहिँ हामी चाहिँ यसरी आमा छोरा टाइम पास गरिरहेका थियौँ अनि कति अहिले सजिलो छ क्या बच्चासँग पनि अनि उसलाई त्यो गुडाएर हिँड्नु पर्दैन साथी भएको छ कति कुरा गर्छ डाभिडलाई यसरी खेलाइराख्दाखेरि मनमा चाहिँ के भइरहेको थियो भने स्ट्रासबान टाइममा आउँछ कि आउँदैन आएन भने बिजुक हुन्छ फेरि ट्रेन पनि समात्नुपर्छ टाइममा भनेर सोचिरहेको थिएँ हुन त म अलरेडी आधी घन्टा अगाडि नै हिँडेको छु त्यस्तो प्रब्लम त भएन केही भयो भने म ट्याक्सी बोलाउँछु भनेर सोचिरहेको थिएँ आधी घन्टा मात्रै थियो ठ्याक्कै टाइम धन्न स्ट्रासबान चाहिँ 5 मिनट मात्रै लेट भयो त्यो 5 मिनटमा पनि मेरो मुटु यस्तो ढुकढुक भएको थियो नि सो बानहोफ चाहिँ हामी टाइममै पुग्यौँ कतिलाई त थाहा छैन होला स्ट्रासबान भनेको के हो बानहोफमा पुग्ने बित्तिकै फर्स्टमा चाहिँ मैले कफी लिएँ अनि डाभिडलाई बाटोको लागि ब्रेडहरू लिइदिएँ अनि एउटा 2टा जुस लिइदिएँ त्योहरू चाहिँ मैले केही पनि खिचिनँ है बच्चालाई एक्लै नै हेर्न परेपछि त अनि अब आफ्नो सामान पनि याद गर्नु पऱ्यो सो मैले चाहिँ त्यो बिचको केही पनि खिच्नु पाइनँ सो हामी चाहिँ ट्रेनमा पनि आइपुग्यौँ यो चाहिँ झर्ने बेलामा मैले खिचेको त्यो ट्रेनको पनि ट्रेनभित्र पनि मैले केही पनि खिचिनँ एउटा मान्छे यस्तो राम्रो मान्छे थियो ट्रेनमा नेपालबाट आएको भन्ने बित्तिकै नेपालको बारेमा धेरै सोधेर बोल्यौँ कि हामी चाहिँ त्यो मान्छेसँगै लाइक म 1 आवर जति नै बोल्यो होला किनभने उसलाई चाहिँ नेपाल जान मन छ अरे अनि अलिअलि सोधिरहेको थियो इन्फर्मेसनहरू अनि अब उनीहरूलाई मन पर्दैन नि त यसरी खिचेको त्यही भएर मैले त्यो ट्रेनभित्र चाहिँ केही पनि खिचिनँ अनि मेरो छोरा यति फ्रेन्डली भयो नि ट्रेनबाट ओर्लिने बित्तिकै मेरो हस्बेन्ड चाहिँ लिन आउनुभएको थियो हामीलाई अनि त्यसपछि मलाई यस्तो म्याकडोनल्ड्स खान मन लागेको थियो सो हामी चाहिँ फर्स्टमा म्याकडोनल्ड्स खायौँ म्याकडोनल्ड्स खाएर एकैछिन त्यहाँ क्युन घुम्यौँ त्यो पनि मैले केही खिचिनँ क्या अब कतिचोटि गइसकेको छु क्युन अनि मलाई इन्जोय यो चाहिँ मलाई लिटरली इन्जोय मात्रै गर्न मन लाग्यो सो मैले चाहिँ केही पनि खिचिनँ सो हामी चाहिँ इभिनिङमा घर पुग्यौँ आजको प्लान चाहिँ हाम्रो पिज्जा बनाउनु थियो सो आज चाहिँ हामीले पिज्जा बनायौँ मेरो छोरा चाहिँ पिज्जा बनाउने भने पिज्जा गरिरहेको थियो अनि यसरी गफ गर्दै इभिनिङ स्पेन्ड गऱ्यौँ कति पछि यसरी गफ गर्दै अनि सबैजना एउटा केही एक्टिभिटिज गर्दाखेरि यस्तो धेरै रमाइलो भयो है
सबैजनाले आफ्नो चोइसको फिगर लिएर यसरी कलर गरिरहेको थियो है। एकदम रमाइलो भयो। यसरी हामी हस्बेन्ड वाइफ मात्रै बाहिर ननिस्किए पनि कति भइसकेको थियो। आज चाहिँ फाइनल्ली मौका पनि मिल्यो। बच्चा सुतिराखेको नेक्स्ट डेको भ्लग हो। अनि मैले त्यो दिनमा पनि किप पनि खिचिनँ। आई जस्ट इन्जोय। मेरो हस्बेन्डलाई फेरि खिचेको पनि मन पर्दैन, सो मैले चाहिँ किप पनि खिचिनँ। नेक्स्ट डे चाहिँ हामी हस्बेन्ड वाइफ मात्रै यसरी बाहिर निस्केका थियौँ बेबी सुतेको टाइममा। यो ठाउँ चाहिँ मन्चा हो। यो ठाउँमा चाहिँ म पहिला बसेको थिएँ अनि यहाँ चाहिँ मैले मम्मीलाई पनि लिएर गएको थिएँ देखाउनलाई म कस्तो ठाउँमा बसेको थिएँ भनेर। मेमोरिज यति धेरै थियो यो ठाउँमा मेरो, त्यही भएर पनि याद आइरहेको थियो। मम्मीलाई चाहिँ एकदम धेरै मिस गरिरहेको थिएँ, किनभने मम्मीलाई चाहिँ यहाँ पनि देखाएको थिएँ यो पनि गरेको थिएँ भनेर म हस्बेन्डलाई पनि सुनाइरहेको थिएँ। त्यसपछि 1 आवरमा चाहिँ हामी पुरा मार्केट पनि घुम्यौँ एन्ड देन घर फर्किनु पऱ्यो, किनभने बेबी उठ्ने बेला भइसकेको थियो। अनि बेबीलाई खुवाएर हामी चाहिँ यसरी एकछिन भए पनि फ्रेस हावा खान बाहिर निस्क्यौँ, बच्चालाई पनि राम्रो हुन्छ भनेर। त्यसपछि राति चाहिँ मैले रामेन यस्तो क्रेभिङ भएको थियो, रामेन खाएर नाइट स्पेन्ड गरेँ मुभिज हेर्दै।